आज चाहिँ बिहान बिहान भाइले बुवाको लागि भनेर खसीको टाउको लिएर आएछ। अनि म चाहिँ अब त्यही बनाएर बुवालाई खान दिएको। कति मिठो मानेर खाइरहनु भएको छ हेर्नुस् न। हेलो साथीहरू, मेरो छोटो अनि मिठो भिडियोमा चाहिँ हजुरहरूलाई स्वागत छ। मैले चाहिँ अब यो खसीको टाउको बनाउन थालेको। सबैको आफ्नो आफ्नो तरिका हुन्छ बनाउने। मेरो तरिका चाहिँ यस्तो छ। मैले सानो भिडियो बनाएर राखेको छु आफूले कसरी बनाउँछु भनेर। सबैजनाले चाहिँ हेरिदिनु होला, कमेन्ट लाइक पनि गरिदिनु होला। अनि यो फेरि खसीको टाउको मासु चाहिँ मेरो बुवालाई एकदमै मन पर्छ के। अनि त्यही माथि खसीको टाउको झोल राखेर बनाउँदा त उहाँलाई मम्मीलाई हैन एकदमै मन पर्छ। अनि एकदमै मिठो मानेर खानुहुन्छ। अनि खसीको मासु, खसीको टाउको हैन, अनि कुखुराको मासुहरू केही पनि ल्याउनु भयो भने खालि मलाई नै बनाउन दिनुहुन्छ के। मेरो हातको मिठो लाग्छ भन्नुहुन्छ। अनि म पनि एकदमै नखाए पनि झिझार नमानिकन एकदमै मनदेखि बनाएर दिन्छु के म बुवा मम्मीलाई। मलाई चाहिँ यस्तो फेरि खानाहरू पकाउनुमा एकदमै इन्ट्रेस्ट लाग्छ, राम्रो लाग्छ। अनि मैले बनाएर दिएको खाना अरूले खाएर तारिफ गर्दाखेरि त कस्तो राम्रो लाग्छ के, कस्तो आनन्द लाग्छ। अनि मैले आफूले नखाए पनि मैले बनाएको खाना सबैलाई मन पर्यो भने, तारिफ गर्यो भने त कस्तो ह्याप्पी हुने के, एकदमै राम्रो फिल हुने। अनि फेरि अलिकति कस्तो हुन्छ मनमा, फेरि मैले बनाएको खाना मन नपर्ने हो कि मैले त मासु खान्दिनँ, फेरि नुनहरू कस्तो हुने हो, पिरोहरू कस्तो हुने हो भन्ने जस्तो लाग्छ। अनि खाइसकेपछि जो फेरि बुवा मम्मी भाइ बहिनीहरूले तारिफ गर्नुहुन्छ एकदमै राम्रो लाग्छ, आनन्द लाग्छ। अनि मम्मीले पनि भन्नुहुन्छ नखाए पनि कति मिठो बनाउँछ मेरो छोरीले भनेर भन्नुहुन्छ। अनि मैले चाहिँ अब त्यही एकदमै यस्तो हुँदो रहेछ। फेरि आफूले नखाए पनि एकदमै मनदेखि मन लागेर बनाइदियो भने झिझार नमानिकन त्यो आफै मिठो बन्दो रहेछ के। अनि यति कुरा चाहिँ मलाई लाग्छ। अब आफूले नखायो भन्दामै नछुने, यो छि गर्ने त्यस्तो चाहिँ छैन है। मलाई त्यस्तो चाहिँ लाग्दैन। म चाहिँ मासुहरू जे पनि बनाइदिन्छु नखाए पनि। अनि एकदमै मनले नै बनाउँछु, त्यही भएर सायद होला मिठो पनि बनेको। अनि मैले चाहिँ अब त्यो खसीको टाउको अघि नै बोइल गरेर राखेको थियो। अनि त्यही बोइल गरेकै झोल पनि अनि मैले साइडमा अलग छुट्याएर राखेको थिएँ। अनि त्यसलाई अब म मजाले भुटेर मसलाहरू सबै मलाई चाहिने मसलाहरू हालेर अनि त्यही अहिलेको झोल लगाइदिन्छु। हेर्नुहोस् न कति हेर्दै खाउँ लाग्दो भएन त मैले बनाएको खसीको टाउको। कस्तो लाग्यो तपाईँहरूलाई भन्नु होला, कमेन्ट गर्नु होला। अनि मैले चाहिँ धनिया पत्ता राखिदिएँ लास्टमा। अनि मजाले अब यसलाई चलाउने। अनि सुप चाहिँ यत्तिको राखेको छु, धेरै राखेको छुइनँ झोल। अब मजाले उम्ल्यो। अनि उम्लेपछि चाहिँ अब तातो निकालेर अनि म मेरो बुवालाई खानु दिन्छु सबभन्दा अगाडि। उहाँलाई फेरि ढिलो पनि हुन्छ, काममा जानुपर्ने हुन्छ। हेर्नुहोस् मैले साइडमा चाहिँ साग पनि राखिदिएछु।